मान्य सदस्य यज्ञ बहादुर बोगटीलाई आफ्नो संशोधन पेश गर्दै छलफलमा भाग लिन समय दिन्छु। समय 5 मिनट। त्यसपछि मान्य सदस्य चन्द्रेश्वर मण्डल। सम्माननीय सभामुख महोदय, आज हामी 2083-84 को सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरिरहेका छौँ। यो नीति तथा कार्यक्रमका सकारात्मक कुराहरूको धेरै चर्चा गर्ने मसँग समय छैन। त्यसो भएको हुनाले केही संशोधन गर्नुपर्ने विषयवस्तु मात्रै म सभामुखको अनुमतिले सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। सभामुख महोदय, मैले सोचेको थिएँ नयाँ सरकार, नयाँ कार्यक्रम, नयाँ नीति, नयाँ योजनाका साथ सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्छ भन्ने मैले ठानेको थिएँ। तर यो नीति तथा कार्यक्रम हेरिरहँदाखेरि यो सरकारका नयाँ विचारहरू, नयाँ कार्यक्रमहरू, नयाँपन, नौलोपन कुनै पनि त्यहाँ देखिएको मलाई महसुस भएन। जो तमाम लाखौँ युवाहरूको सपना थियो, यसले नयाँ नीति र कार्यक्रम ल्याएर देशलाई समृद्धि र जनतालाई सुखी बनाउने लक्ष्यमा अगाडि बढ्छ भन्ने लागेको थियो, त्यो देखिएन। यो एउटा शब्दको सङ्ग्रह मात्र मैले देखेँ सभामुख महोदय। लक्ष्यहीन, गन्तव्यहीन जस्तो पनि यो नीति तथा कार्यक्रम मैले देखिरहेको छु सभामुख महोदय। यसलाई लक्ष्यतर्फ उन्मुख दिशातर्फ लैजाने संशोधन गर्नतर्फ अगाडि बढ्नुपर्छ जस्तो लाग्छ। संविधानले स्वीकार गरेको लोक कल्याणकारी राज्यको उपभास यो नीति तथा कार्यक्रमले गरेको मैले महसुस गरेको छु सभामुख महोदय। संविधानले समाजवाद उन्मुख अर्थतन्त्रको परिकल्पना र कल्पना गरेको छ, तर त्यतातर्फ यो सरकारको नीति तथा कार्यक्रम बोल्दैन सभामुख महोदय। विकास, समृद्धि, सामाजिक न्यायका सिद्धान्तका आधारबाट यो नीति र कार्यक्रम प्रष्ट छैन सभामुख महोदय। दैलेखको पेट्रोलियम पदार्थ अन्वेषण गर्नुपर्ने विगतको सरकारले गरेको थियो, अध्ययन अनुसन्धान गरेको थियो, त्यसको डिटेल रिपोर्ट पनि आइसकेको छ। तर यो सरकारको नीति तथा कार्यक्रम त्यसलाई उत्खनन गर्ने, प्रशोधन गर्ने नीति लिएको छ भनेर भन्दैन सरकार। अनि आज महँगी बढिरहेको छ, जनता मारमा पडिरहेका छन्। त्यसको समाधान गर्ने एउटै विकल्प हो दैलेखको पेट्रोल खानी उत्खनन गर्ने, प्रशोधन गर्ने र त्यसलाई प्रयोगमा ल्याउने। तर यो नीति तथा कार्यक्रम त्यो बोल्दैन सरकार। प्रस्तावनामा गणतन्त्र प्राप्तिको आन्दोलनका शहीदहरूलाई यो नीति तथा कार्यक्रमले सम्झेको छैन सभामुख महोदय। यसलाई सच्याउनुपर्छ। बुदा नम्बर 44 मा रोजगार प्रबन्धन दशक घोषणा गर्नु मात्र विकल्प होइन, त्यसका निम्ति पर्याप्त युवालाई स्वदेशमा अवसर, सिप र सम्मानजनक आय सुनिश्चित गर्ने नीति र योजना र कार्यक्रम यो सरकारको नीति तथा कार्यक्रममा छैन सभामुख महोदय। यसलाई संशोधन मार्फत अगाडि बढाउन मेरो चाहिँ आग्रह छ। त्यहीमै नेपालबाट गरिबी हटाउने लक्ष्य राखेको छैन यो सरकारको नीति तथा कार्यक्रमले। नेपाली युवाले स्वदेश जानुपर्ने बाध्यकारी अवस्था कम गर्न देशभित्र रोजगारी पाउने वातावरण बनाउन ठोस कार्यक्रम र ठोस योजना यो नीति कार्यक्रममा उल्लेख छैन सभामुख महोदय। उद्योग, व्यापार, कृषि, पर्यटन आदि क्षेत्रको विकास गरेर धेरै रोजगारी सृजना गर्ने ठोस नीति यो कार्यक्रम र नीति योजनामा सरकारले ल्याउन सकिरहेको छैन सभामुख महोदय। देशको आर्थिक अवस्था बलियो बनाउन, उत्पादन र आय बढाई, उच्च आर्थिक वृद्धि गर्ने ठोस कार्यक्रम र नीति यो सरकार यो कार्यक्रममा आएको छैन सभामुख महोदय। बुदा नम्बर 1 मा नागरिकको जीवन सुरक्षित र सुविधायुक्त बनाउन नीति कार्यक्रम अस्पष्ट छ। देशमा विकास, रोजगारी, शिक्षा, स्वास्थ्य, शान्ति र समृद्धि
ल्याएर जनताको जीवन स्तर सुधार गर्न यो नीति कार्यक्रमले बोलेको छैन। समृद्धि, देश समृद्धि मात्रै गर्ने कुरा उठाएको छ, जनताको समृद्धि गर्ने कुरा उठाएको छैन। यो सरकार यो नीति तथा कार्यक्रममा सच्याउनुपर्छ सभामुख महोदय। बुदा नम्बर 5 मा एकीकृत बचतकर्ता सुधार कोष स्थापना गर्ने भनेर मात्रै पुग्दैन सभामुख महोदय। सरकारी ठगी गरेका व्यक्ति तथा संस्था सञ्चालकलाई कडा कारबाही गरी सहकारी संस्थाको रकम अवचलन हिनामिना गर्ने व्यक्तिबाट असुल उपर गरी पीडित व्यक्तिलाई न्याय दिने सरकारको नीति रहनेछ भन्ने संशोधन हुनुपर्छ सभामुख महोदय। त्यसका साथसाथै सभामुख महोदय थोरै छन् सभामुख महोदय। बुदा नम्बर 38 आध्यात्मिक कृतकुटी मार्फत नेपालको 4 धाम मध्ये बैजनाथ धामलाई छुट्याइएको छ, बड्डी मालिकालाई छुट्याइएको छ। यो सुदूरपश्चिम र कर्णाली प्रदेशमा पर्ने भएको हुनाले के बैजनाथ धाम र बड्डी मालिकाको भौतिक पूर्वाधार गर्न नसोचेको यो गर्नुपर्छ। यो नीति तथा कार्यक्रममा बैजनाथ धाम अछाममा पर्छ, त्यसकारणले यसको पूर्वाधार विकासमा जोड दिने नीतिमा आउनुपर्छ। र बुदा नम्बर 55 मा स्वास्थ्यका सन्दर्भमा जिल्ला अस्पताललाई अत्याधुनिक बनाउने, 100 बेडको अस्पतालको रूपमा रूपान्तरित गर्ने, त्यो स्तरोन्नत गर्ने नीति सरकारले लिनुपर्छ भन्ने राख्नुपर्छ। यो मेरो सुझाव हो। त्यस्तै गरिकन सडक सञ्जालको हकमा त्यसको सडक सञ्चालन र स्तरोन्नति विस्तार गर्ने सन्दर्भका बारेमा सभामुख महोदय मदन भण्डारी राजमार्ग, कर्णाली कोरिडोर, पूर्व पश्चिम राजमार्ग, सेती लोकमार्ग, महाकाली राजमार्ग जस्ता विषयवस्तु सरकारको नीति तथा कार्यक्रममा महत्त्वपूर्णका साथ उठ्नुपर्छ भन्ने मेरो सुझाव र यो नीति तथा कार्यक्रममा यी मेरा भनाइहरू र यी मेरा संशोधन प्रस्तावलाई समावेश गरियोस् भन्ने सभामुख मार्फत सरकारको ध्यान आकर्षण गर्दछु। धन्यवाद।